सबैमा नमस्कार र देश विदेशमा छरिएका राई गुरुङ मगरहरू र हाम्रा पुर्खाले गरेका इतिहासको पन्ना फर्काउँदै हुनुहुन्छ यहाँ सरले। र धेरैभन्दा धेरै राई गुरुङ मगरहरूलाई जति अत्याचार भएको थियो त्यो इतिहास हेर्दै उहाँले भनिरहनु भएको छ र धेरैभन्दा धेरै सेयर गर्नुहोस्। किन मैले भने झोरले भन्छ हैन, यताको मगरले नमस्कारलाई झोरले भन्छ। हामी रोल्पा रुकुमतिरको खाम भाषामा चाहिँ जदो भन्छ हैन। त्यो त्यो त्यहाँको मगर खाम मगर र ढुट मगरमा त मिल्दैन नि। त्यसपछि गएर उता जुम्ला के तपाईँको जुम्ला डोल्पातिरको मगरलाई काइके मगर भन्छ, त्यहाँनिर सिङमिङ पाउ भन्छ। त्यो मिल्दैन त्यहाँको मगरको भाषा र यताको भाषा। हो यो भाषा नमिलेकै कारणले जात किन छुट्याए त उनीहरूले भन्ने कुरा आउँछ। यदि अहिले हामी सत्य तथ्य नबुझ्ने हो भने जसरी पुललाई टुक्रायो नि अहिले यसै गरी यो भाषा नमिल्ने खाम र दुधमा पनि जात छुट्याउने भन्ने ल्याउन सक्छ राज्य सत्ताले हैन। सरकारमा त उनीहरू छन्। त्यस कारणले यो साँच्चैकै यो चाहिँ मगर एकताको कुराले भोलि गरी यो राष्ट्रिय एकताको चाहिँ एउटा जग बस्छ। हामी तल नै टुक्रा टुक्रा हुन्छौँ भने माथि कसरी चाहिँ एकीकृत हुन्छ। जबसम्म एकजुट हुँदैनौँ तबसम्म हाम्रो अधिकार आउँदैन, हाम्रो केही पनि हुँदैन है। अनि हाम्रो भाषाहरू संस्कारहरू सबै नष्ट गरिए। पृथ्वीनारायण शाहले नेपाल कब्जा गरिसकेपछि भाषा बोल्नेलाई चाहिँ जिब्रो काटियो हैन, लेख्नेलाई हात काटियो है। त्यसपछि चाहिँ जिरो भयो, सबै हाम्रो चाहिँ खत्तम भएर चाहिँ यहाँ समायो। तर अबको समय भनेको के हो त भन्दा हिजो शाहवंशले धेरै लामो शासन गर्यो, पुरै अन्धकारमा राख्यो, हाम्रो खत्तम बनायो। त्यसपछि राणा शासन आयो। सन् 1846 जङ्गबहादुर राणाको उदय भयो। राणा शासन पनि 104 वर्ष चल्यो नेपालमा। राणा शासनले पनि ठिक शाहले जस्तै गर्यो कि हाम्रो पुर्खालाई कसैलाई पनि स्कुल पढाएन है, कुनै पनि चाहिँ क्याम्पस पढाएन, कुनै पढ्ने सिस्टमै थिएन, बन्द थियो। तर उसको परिवारलाई दरबार हाई स्कुल खोलेर काठमाडौँमा उनीहरूले पढाउँथ्यो है। अनि त्यसरी चाहिँ उनीहरू अगाडि बढे त हाम्रो खत्तम हुँदै गयो। तर जङ्गबहादुर राणा शासन क्रूर छ, राणा शासन खत्तम छ। यो राणा शासनलाई हटाउनु पर्छ, तब मात्रै बल्ल यो देशका मगर गुरुङ राई लिम्बू अथवा चिम्से थेप्चेहरूले यो देश सञ्चालन गर्छ र यो सत्ता चाहिँ अगाडि बढाउँछ। र यो देशमा जबसम्म मगर गुरुङ राई लिम्बू अथवा यो चिम्से थेप्चे चाहिँ जब मूलवासीहरू सत्तामा जाँदैनन् तबसम्म यो देश बन्दैन भनेर लखन थापा मगरले त्यो बेलामै सोचेको परिकल्पना हो। आज लखन थापालाई हामी आज बुझिरहेका छौँ, अगाडि सारिरहेका छौँ किन उहाँको मिसन धेरै ठुलो छ। तर हाम्रो मान्छेले बुझ्दैन लखन थापाको चाहिँ योगदान के थियो, यो किन राख्नुपर्छ, यो भने अर्थै थाहा छैन। अहिले राज्य सत्ताले सरकारले बल्ल 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 दबाब दिएर प्रथम शहीद त घोषणा गर्यो। प्रथम शहीद लखन थापा मगर त भन्छ, तर उसैले मान्यता दिँदैन, व्यवहारिक रूपमा केही पनि वास्ता गर्दैन उनीहरूले। त्यो किन गरिरहेको छैन भन्दाखेरि यो वर्ण विभेदित नीति हो, जाति विभेदित उनले गरिरहेको छ। यो देश मूलवासीको भन्ने कुरा उनलाई थाहा छ। त्यसै कारणले गर्दाखेरि उनीहरूले त्यो मानिराखेको छैन। लखन थापा मगरलाई झुन्डाइयो, थाहा छ नि होइन। राणाहरूले लखन थापा मगरलाई झुन्डाइयो। त्यो मात्र होइन, लखन थापा सुखदेव गुरुङ थियो, सुपति गुरुङ थियो, दुईटैलाई मारियो। एउटालाई आजीवन जेल हाल्यो अनि अर्कोलाई चाहिँ उहाँ टुरी खेलमा लगेर मार्यो, काट्यो। त्यसपछि लखन थापा आयो, लखन थापालाई पनि झुन्डाएर मार्यो। हेर्नुहोस् यो किन यस्तो थियो त, म थोरै कुरा मात्रै मैले उजागर गर्न थालेँ। जुन आज लोकतन्त्र आयो, लोकतन्त्रको परिकल्पना गर्ने नेपालको सबैभन्दा पहिलो व्यक्तिहरू भनेको लखन थापा, सुखदेव गुरुङ, सुपति गुरुङ हो। हेर्नुहोस् यो हामीले मान्छेले बुझाएन अझै पनि गहिरो तरिकाले। त्यो त्यति बेलामै लोकतन्त्रको एउटा झिल्को थियो, सुरु भइसकेको थियो। तर यो खतरा छ भनेर त्यहाँका शाह र राणा मिलेर सबै चाहिँ हाम्रो पुर्खालाई मारिदियो। त्यति बेला मार्ने अधिकार कहाँ पाएको थियो उनीहरूले भन्दाखेरि हामीलाई पृथ्वीनारायण शाहले हिन्दूकरणमा लगेको थियो। हाम्रो मूलवासीहरू यो मगर गुरुङ राई लिम्बूको चाहिँ धर्म हिन्दू थिएन पहिला है। सबैभन्दा पहिला प्रकृति पूजक थियो हाम्रो। भूमि पूजा, बाई पूजा, सिमी पूजा गर्थ्यो। पछि बुद्ध जन्मे, 2600 वर्ष अगाडि बुद्ध जन्मेपछि बुद्धको धर्ममा आधारित भएर अगाडि बढिराखेका थिए। जब शाहवंश दरवेश शाहले चाहिँ नेपालमा हाम्रो पुर्खा मारिदियो, राजा मार्यो, त्यसपछि गएर चाहिँ पृथ्वीनारायण शाह नेपालमा राजा भए। अनि उनले के गर्यो, सबै चाहिँ हाम्रो मान्छेलाई हिन्दूकरण गर्यो। हिन्दू हुनलाई एउटा बेफाइदा, अरू ठिक छ धर्म कसैले मान्ला आफ्नो ठाउँमा छ, तर हिन्दूभित्रमा के छ
हामी चाहिँ मूलवासीहरूलाई शूद्र बनाउँछ। ब्राह्मण क्षेत्री वैश्य शूद्र भन्ने हुन्छ। ब्राह्मणस्य मुखमा सिद्ध बहुराज उरु तदस्य वैश्य शूद्र अजात मङ्गलम मङ्गलम स्वाहा भनेर उनले त्यहाँ पूजा गर्छ। त हामीलाई स्वाहा बनाउनलाई, खत्तम बनाउनको लागि उनले चाहिँ त्यो खालको रणनीति चाहिँ अपनाउँछ। शूद्र, ब्राह्मण क्षेत्री वैश्य शूद्र। हामी चाहिँ शूद्रमा जान्छौँ। हिन्दू त मान्छ तर किताब पनि पढ्दैन, केही पनि थाहा छैन। अनि शूद्र भइसकेपछि के हुन्छ त भन्दा शूद्रले राजनीति गर्यो भने मृत्युदण्ड है, पैसा कमायो भने मृत्युदण्ड, अनि पढ्न गयो भने पनि मृत्युदण्ड भन्ने हुन्छ। तीनटा कुरा छ। शिक्षा आर्जन गर्न पनि मृत्युदण्ड हुन्छ शूद्रले तपाईँ हामीलाई है, अनि राजनीति गर्यो भने पनि मृत्युदण्ड, अनि पैसा कमायो भने मृत्युदण्ड हो। त्यसैको आधारबाट लखन थापालाई त शूद्र हो, त हिन्दू त मान्छस्, त शूद्र हो, शूद्र अनुसार चाहिँ त मृत्युदण्ड हुनुपर्छ भनेर मृत्युदण्ड गराइदियो। त्यसै कारणले नेपाल धर्मनिरपेक्ष आवश्यक छ भन्न खोजेको। नेपाल धर्मनिरपेक्ष भएपछि मात्रै बल्ल यो देशका मगर गुरुङ राजवस्त्र चिम्से थेप्चेले पनि कुरा बोल्न पाउँछ होइन, हाम्रो पनि अधिकारको कुरा हो भनेर आउन मिल्ने। त्यसै कारणले गर्दा लखन थापाको योगदान धेरै नै महत्त्वपूर्ण छ। र हामीले यो कुराहरू चाहिँ बुझेर बुझाएर चाहिँ अगाडि सार्नुपर्छ।